हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। यो फ्रुट्सको नाम के हो साथीहरू, तपाईँहरूले चिन्नुहुन्छ। म चाहिँ अस्ति मेरो साथीकोमा गएको थिएँ कि साथीको घर चाहिँ यो यसको रुख छ। अनि पछि ठ्याक्क रुखमा तिनवटा मात्रै रहेको रहेछ। यसको यो सिजन सकिएको यसको लगभग, अनि तिनवटा मात्रै रहेछ। अनि मलाई टिपेर मेरो साथीले चाहिँ है, यो फ्रुट्सको नाम के हो साथीहरू, यो यी दुईवटा चाहिँ मैले एकैचोटि पकाउन राखेको। यो चाहिँ बढी छिप्पिएको थियो, पाकेर यस्तो रेड रेड ओरेन्ज जस्तो भएको छ। यी दुईवटा चाहिँ पाक्नै छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ सलिफा हो, यस्तो मिठो हुन्छ साथीहरू। यो चाहिँ एकदम गुलियो हुन्छ। यसलाई सायद सीताफल पनि भनिन्छ र इङ्ग्लिसमा चाहिँ कस्टर्ड एप्पल भनिन्छ होला। एकदम मिठो हुन्छ। मैले यसलाई वास गरेर काट्छु है त साथीहरू। ल साथीहरू, मैले यसलाई चाहिँ धोएर पनि लिएर आइसकेको छु। यसमा चाहिँ यो चाहिँ चामलमा पकाउन राखेको थिएँ मैले है, चामलको बट्टामा छिटो पाक्छ भनेर। त्यही भएर यो भित्र त चामलको दाना पसेर निस्केकै छैन कि धुँदा पनि। अब यसलाई चाहिँ मैले फोड्छु है त, काट्छु है। ल साथीहरू, मैले यसलाई चाहिँ यसको पहिला चाहिँ यसको यस्तो भेट्नु निकाल्नुपर्छ। एकदम पाकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो मजाले पाकेको छ, एकदमै मिठो हुन्छ कि यो, एकदम गुलियो, एकदमै मिठो हुन्छ साथीहरू। वाह, तपाईँहरू देख्न सक्नुहुन्छ भित्र यस्तो लुक्स यमी देखिएको छ। यस्तो मिठो हुन्छ नि यो। कोलाई मनपर्छ साथीहरू कमेन्ट गर्नु होला है त। अब चाहिँ हामीले खान्छौँ। मेरो बाबुले चाहिँ वेट गरिरहेको कतिखेर मम्मीले भिडियो सकाउनुहुन्छ मैले खान पाउँछु भनेर। ल साथीहरू, यो फ्रुट कोलाई मनपर्छ कमेन्ट गर्नु होला। बाई बाई, लभ यु अल।